दर्शकवृन्द भर्खरै मात्रै 108 बटुकहरूबाट शंखनाथ र स्वस्ति वाचन अनि 108 बौद्ध भिक्षुबाट शुभ मंगल पाठ सम्पन्न भएको छ र यसरी कुनै पनि प्रधानमन्त्री नियुक्त भइसकेपछि शपथ गराउने कार्यक्रममा यसरी शुभ मंगल पाठ गरिएको र बटुकहरूबाट शंखनाथ स्वस्ति वाचन गरिएको सम्भवतः यो पहिलो पटक नै हो र भर्खरै सम्पन्न भएको छ। अब केही बेरमा 12:34 को शुभ साइतमा शपथ गराउने कार्यक्रम रहेको छ। यति बेला 12:27 गएको छ। अब करिब 3 मिनेट 34 सेकेन्ड पछाडि शपथ ग्रहणको कार्यक्रम रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि यति बेला राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणको समारोह आयोजना गरिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, यसैगरी प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लगायत मुलुकका उच्च पदस्थ पदाधिकारी, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू, नवनिर्वाचित सांसदहरू, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरू लगायत संचारकर्मी साथीहरू लगायत सम्पूर्ण धेरै व्यक्तित्वहरू यति बेला राष्ट्रपति कार्यालय शीतल निवासमा हुनुहुन्छ। अब केही बेरमा नै उहाँलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ। राष्ट्रपतिज्यूबाट बालेन्द्र शाहलाई
र आजै मात्रै नेपालको संविधानको धारा 76(1) अनुसार बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो र सोही अनुसार नियुक्त भइसकेपछि रामचन्द्र पौडेल समक्ष उहाँले अब केही बेरमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुहुनेछ र प्रधानमन्त्रीले शपथ लिइसकेपछि आज नै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी पनि गरिएको बुझिएको छ। इन्जिनियरिङ पेशा र सांगीतिक क्षेत्रमा सक्रिय रहेकै बेला 2079 सालमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो र उहाँ मेयरको जिम्मेवारीमा रहेका बेला पनि विशेष गरेर काठमाडौँ महानगरको मुहार परिवर्तन हुने गरी शहरको व्यवस्थापन, पारदर्शिता र स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही ठोस परिवर्तनहरू पनि भएका छन्। कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरे लगत्तै कार्यपालिकाको बैठक फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण गर्ने शुरूआत पनि बालेन्द्र शाहले आफू काठमाडौँ महानगरको मेयर हुँदाखेरिमा शुरूआत गर्नुभएको थियो र उहाँकै कार्यकालमा घरको नक्सा पास, ई हस्ताक्षर र अनलाइन प्रणाली मार्फत सेवा प्रवाहमा सहजता ल्याउने कामहरू पनि भएका छन्। त्यसैगरी यो विशेष गरेर सामुदायिक विद्यालयहरूमा शुक्रबार विद्यार्थीलाई पाठ्यपुस्तक भन्दा पनि बाहिरका प्रयोगात्मक र सृजनात्मक सिप सिकाउने उद्देश्यले पाठ्यपुस्तक रहित शुक्रबारको शुरूआत पनि उहाँले गर्नुभयो र यसरी संस्थागत अर्थात निजी विद्यालयहरूले 10% छात्रवृत्ति अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने नियमलाई पनि उहाँले कडाईका साथ लागू गर्नुभएको थियो। धन्यवाद दिन चाहन्छु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा 76 को उपधारा 1 बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेता श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्री पदमा मिति 2082-12-13 मा नियुक्त गर्नुभएको छ। नेपालको संविधानको धारा 80 बमोजिम आज यस समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। यस कार्यक्रमका लागि आयोजित यस समारोहमा राष्ट्रपतिको कार्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरूमा म हार्दिक स्वागत गर्न चाहन्छु। अब म सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई सादर अनुरोध गर्दछु। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको
प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। अब मञ्चमा आसीन सम्माननीय ज्यूहरूसँग परिवारजनसहित सामूहिक तस्विर लिने प्रयोजनका लागि शरीक भइदिनु हुन नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारका सदस्यहरू मञ्चमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। दर्शकवृन्द, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ र यति बेला नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहका परिवार, उहाँकी श्रीमती सबिना काफ्ले र छोरी हामीले यति बेला देखिरहेका छौं यो दृश्यमा।
परिवार सहित फोटो सेसनको कार्यक्रम रहेको छ र भर्खरै मात्रै पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनु भएको छ र यति बेला परिवार सहित फोटो सेसनको कार्यक्रम हुँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासबाट हामीले यो प्रत्यक्ष प्रसारण यहाँहरू समक्ष देखाइरहेका छौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 76 को उपधारा 1 बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा आजै मात्रै नियुक्त गर्नुभएको हो र अहिले भर्खरै उहाँलाई पद तथा गोपनीयताको शपथ पनि गराउनु भएको छ राष्ट्रपति पौडेलले। र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले एउटा इतिहास कायम गर्नु भएको छ। लोकतन्त्र स्थापना पछिका 36 वर्षका बालेन्द्र शाह कान्छा प्रधानमन्त्री पनि बन्नु भएको छ र यो फोटो सेसनको काम पनि सम्पन्न भएको छ। 3 वर्ष अघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 अर्थात 182 सीट जितेर पहिलो दल बन्यो र राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह बहुमत प्राप्त दलको हैसियतबाट वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। यस सँगसँगै सम्माननीय राष्ट्रपतिज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधान बमोजिम आजै देहाय बमोजिमको मन्त्री परिषद गठन गर्नुभएको छ। सोको जानकारी गराउन चाहन्छु। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, माननीय डाक्टर सोडिम वाग्ले मन्त्री अर्थ मन्त्रालय, माननीय श्री सुधन गुरुङ मन्त्री गृह मन्त्रालय, माननीय श्री शिशिर खनाल मन्त्री परराष्ट्र मन्त्रालय, माननीय श्री सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्रालय, माननीय श्री विराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, माननीय श्री खड्गराज पौडेल मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, माननीय श्री सस्मित पोखरेल मन्त्री शिक्षा विज्ञान प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय, माननीय श्री निशा मेहता मन्त्री स्वास्थ्य तथा जनसंख्या खानेपानी मन्त्रालय, माननीय डाक्टर विक्रम तिमिलसेना मन्त्री संचार तथा सूचना प्रविधि, माननीय श्री प्रतिभा रावल मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, माननीय श्री शोभिता गौतम मन्त्री कानून न्याय तथा संसदीय मामिला, माननीय श्री गीता चौधरी मन्त्री कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, माननीय श्री दीपक कुमार शाह मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माननीय श्री सीता बादी मन्त्री महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक, अब म संविधानको धारा 80 बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुहुन नवनियुक्त माननीय मन्त्रीज्यूहरू माननीय मन्त्री सोडिम वाग्ले, माननीय मन्त्री सुधन गुरुङ, माननीय मन्त्री शिशिर खनाल, माननीय मन्त्री सुनिल लम्साल, माननीय मन्त्री विराज भक्त श्रेष्ठ, माननीय मन्त्री खड्गराज पौडेल, माननीय मन्त्री सस्मित पोखरेल, माननीय मन्त्री निशा मेहता, माननीय मन्त्री डाक्टर विक्रम तिमिलसेना, माननीय मन्त्री प्रतिभा रावल, माननीय मन्त्री शोभिता गौतम, माननीय मन्त्री गीता चौधरी, माननीय मन्त्री दीपक कुमार शाह र माननीय मन्त्री सीताबादी ज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ र सँगसँगै अब नवनियुक्त प्रधानमन्त्रीले आजै नियुक्त हुनुभएका मन्त्रीहरूलाई शपथ गराउने कार्यक्रम पनि भएको छ र मन्त्रीहरूको अहिले शपथ गरिँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथको कार्यक्रम शुरू हुँदैछ। हामीले यहाँलाई प्रत्यक्ष देखाइरहेका छौं। बालेन्द्र शाह प्रधानमन्त्री र उहाँले रक्षा उद्योग र वाणिज्य पनि उहाँले आफ्नै जिम्मेवारीमा राख्नु भएको छ। अर्थमन्त्री बन्नु भएको छ स्वर्णिम वाग्ले, यसैगरी गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, भौतिक र शहरीमा सुनिल लम्साल, पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अनुरोध गर्दछु। प्रधानमन्त्रीले शपथ लिएपछि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आजै नियुक्त हुनुभएका मन्त्रीहरूले पनि शपथ लिनु भएको छ र आज प्रधानमन्त्री बालेन्द्र शाह र उहाँले रक्षा उद्योग वाणिज्य मन्त्रालय पनि आफ्नै जिम्मेवारीमा राख्नु भएको छ, लिनुभएको छ। यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, यसैगरी सुनिल लम्साल भौतिक शहरी, विराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोत, खड्गराज पौडेल संस्कृति तथा पर्यटन, सस्मित पोखरेल शिक्षा तथा विज्ञान मन्त्रालयको जिम्मेवारी उहाँले पाउनु भएको छ। यसैगरी निशा मेहता स्वास्थ्य मन्त्रालय खानेपानी, डाक्टर विक्रम तिमेल सिन्हा संचार तथा सूचना प्रविधि, यसैगरी प्रतिभा रावल संघीय प्रशासन र भूमि, सोभिता गौतम कानून मन्त्री, गीता चौधरी युवा
गीता चौधरी कृषि तथा वन मन्त्रीमा नियुक्त हुनु भएको छ र दीपक कुमार शाह श्रम र सीता बादी महिला मन्त्रालयको जिम्मेवारी उहाँहरूले पाउनु भएको छ र यसरी आजै नवनियुक्त मन्त्रीहरूले पनि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनु भएको छ, पद तथा गोपनीयताको शपथ लिनु भएको छ र हामीले यहाँहरूलाई राष्ट्रपति कार्यालय शीतल निवासबाट यो प्रत्यक्ष प्रसारण यहाँहरू समक्ष हामीले देखाइरहेका छौं। राष्ट्रिय स्वतन्त्र पार्टी मात्र 3 वर्ष अगाडि गठन भएको थियो। रासोपाले 2/3 अर्थात 182 सीट जितेर पहिलो दल बनेको छ गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा र सोही अनुसार बहुमत प्राप्त दलको हैसियतमा रासोपाकै वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ र यति बेला हामीले प्रधानमन्त्री लगायत नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ समारोह राष्ट्रपति शीतल निवासमा यो समारोह आयोजना भइरहेको छ र हामीले यहाँहरूलाई प्रत्यक्ष रूपमा यो देखाइरहेका छौं। मन्त्रीज्यूहरूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। बधाई तथा शुभकामना पछि फोटो सेसनको कार्यक्रम समेत रहेको जानकारी गराउँदछु। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ, प्रधानमन्त्री बन्नु भएको छ। आजै मात्र नियुक्त भइसकेपछि उहाँले आजै शपथ लिनु भएको छ राष्ट्रपति समक्ष र नवनिर्वाचित मन्त्रीहरूले पनि शपथ लिनु भएको छ। आजै उहाँले मन्त्रीमण्डल पनि गठन गर्नु भएको छ र गएको फागुन 21 गतेको निर्वाचनमा शाह झापा क्षेत्र नम्बर 5 बाट उहाँले उम्मेदवारी दिनुभएको थियो। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरी उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँले 68,348 मत प्राप्त गर्नुभएको थियो। एमालेका अध्यक्ष ओलीसँग उहाँले प्रतिस्पर्धा गर्नुभएको थियो। भारी अन्तरले उहाँ विजयी पनि हुनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी 282 सीट प्राप्त गरेर पहिलो दल बन्न सफल भयो र बहुमत प्राप्त जुन नेपालको संविधानको धारा 76(1) अनुसार बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलको नेतामा बालेन्द्र शाहलाई हिजो मात्रै सो पार्टीले चयन गरिसकेपछि उहाँलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो र आजै उहाँको पद तथा गोपनीयताको शपथ पनि सम्पन्न भएको छ र उहाँले आफ्नो टिम मन्त्रीहरू पनि नियुक्त गर्नुभएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिनुभएको छ। यति बेला नवनियुक्त प्रधानमन्त्रीले विभिन्न सो समारोहमा उपस्थित उच्च पदस्थ व्यक्तित्वहरूबाट यसैगरी नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख प्रतिनिधिहरूबाट र त्यहाँ उपस्थित लब्ध प्रतिष्ठित व्यक्तित्वहरूबाट बधाई र शुभकामना लिने क्रम यति बेला जारी छ। फोटो सेसनको कार्यक्रम पनि सम्पन्न भएको छ, भइ नै रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल सो समारोहबाट अहिले जाँदै हुनुहुन्छ। सम्भवतः त्यहाँ जलपानको कार्यक्रम पनि रहेको छ र प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह भइरहँदा यो पटक
108 जना बटुकहरूबाट शंखनाथ र स्वस्ति वाचन पनि गरियो र 108 भिक्षुहरूबाट बौद्ध भिक्षुहरूबाट शुभ मंगल पाठ पनि गरियो। सम्भवतः यो कार्यक्रम यसरी प्रधानमन्त्रीको शपथ कार्यक्रममा यसरी यो खालको कार्यक्रम आयोजना गरिएको सम्भवतः यो पहिलो पटक पनि हो र बालेन्द्र शाहले एउटा इतिहास पनि रच्नु भएको छ। 36 वर्षको उमेरमा लोकतन्त्रको स्थापनापछि नेपालको कान्छो प्रधानमन्त्रीको रूपमा पनि उहाँले एउटा इतिहास बनाउनु भएको छ र बधाई र शुभकामना ग्रहण गर्ने कार्यक्रम यति बेला त्यहाँ भइरहेको छ। देशको नयाँ र